अलराइट गाइज, नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। वेलकम ब्याक टु एनदर ब्लग अफ सागर यात्री ब्लग। आज डे 2 भर्खर सुलीगढ आइपुग्यो। टाइटल हेरेर कहाँ जाँदैछ थाहा पाइसक्नुभयो होला। अहिले साँझको 6:34 मा हामी सुलीगढ आइपुग्यौँ। अब रिभर क्रस गर्छौँ अनि बल्ल आजको डेस्टिनेसनमा पुग्छौँ हामी। लेट्स सी है त। साँझ 6 बजे चाहिँ हामी यहाँ सुलीगढ पुगेर सेको लागि निस्किँदैछौँ। अब यहाँ नजिकै होटल छ र होटल बस्छौँ। यहाँ जाँदैछौँ। जाडो चाहिँ अति छ यता गाइज, हेर्नु सक्नुहुन्छ। यो खोला चाहिँ, यो खोलाको राइट लेफ्ट हुँदै हामी सेफोक्सुन्डो पुग्छौँ। यो खोला चाहिँ सेफोक्सुन्डोबाट आएकै हो। गुड मर्निङ एभ्रिवान, डे 3 आज चाहिँ। अब हामी सेको लागि निस्कियौँ। हिजो चाहिँ सुलीगढ बस्यौँ। अब बिहानै 7 बजे हामी सेफोक्सुन्डो लागि निस्क्यौँ। सरहरू पछाडि छन्। अब हामी सेफोक्सुन्डो लागि निस्क्यौँ। तर चिसो चाहिँ अति छ हो। हात यहाँ कस्तो फाटिसक्यो क्या। ट्रेलमा चाहिँ यस्तो बोर्डहरू टाँसेको छ। अलिक केयर गरेर जानु होला। फलिङ रक्स, माथिबाट ढुङ्गा खसेर आउँदो रहेछ। मान्छे हिँड्ने बाटो चाहिँ यहाँ तल छ अनि रोड चाहिँ माथि खनिया छ क्या। कस्तो दिमाग होला मान्छेहरूको। सुलीगढबाट 4.5 किलोमिटर हिँडेर चाहिँ हामी 1 घन्टामा गऱ्यौँ। हामीले चाहिँ 2 घन्टा लेखिरहेको थियो, तर 1 घन्टामा चाहिँ हामी कागिनी भन्ने ठाउँ आइपुग्यौँ। कागिनी। अब एकछिन हामी यहाँ चिया ब्रेक गर्छौँ अनि फेरि लाग्छौँ। यो चाहिँ कागिनीमा पनि बस्न खानको एकदम राम्रो व्यवस्था छ यहाँ चाहिँ। हामी चाहिँ अहिले एबभ द सी लेभल 2321 मिटर छौँ। रेस्टिङ पोइन्ट यो चाहिँ होटलको रहेछ। कागिनीबाट 40 मिनट हिँडिसकेको चाहिँ हामी यहाँ अगाडि पुगिसकेका छौँ। अब यहाँदेखि चाहिँ साल्टा पुग्न 1 घन्टा लाग्छ अरे। अनि साल्टादेखि चाहिँ हामी छेप्का खानको लागि फोन गर्छौँ। यो ठाउँको नाम के अरे? यो ठाउँको नाम के हो? जेलास आइपुग्यौँ हामी। राख्नु भएको यो लसुन जस्तो उम्रिएको चाहिँ लिङ्गडे भन्छ यसलाई। यो चाहिँ तरकारी खान प्रयोग गरिन्छ र यसको जङ्गल पुरै छ। यो डाँडाभरि माथि छ सम्म छ। यो हेर्नुहोस्, डोल्पामा प्रकृतिले आफै तरकारी उत्पादन गरिदिएको छ। एकदम लसुन जस्तो बास्ना आउँदो रहेछ क्या, मिठो बास्ना। यसलाई हामीले बजारमा सेल गर्न सक्यो भने पनि लाखौँ पैसा भित्राउन सकिन्छ होला क्या यहाँबाट। जेलासाबाट हिँडेको 1 घन्टामा चाहिँ हामी साङ्टा पुग्यौँ। अब यहाँ चाहिँ हामी माथि होटलको नम्बर लिएर खानाको लागि फोन गर्छौँ। होटल सान्टामा टी ब्रेकका लागि रोकिएका छौँ। सान्टा सेफोक्सुन्डो रुरल म्युनिसिपालिटी डोल्पा वेलकम। अब चाहिँ हामी सेफोक्सुन्डो गाउँपालिकामा अफिसियल रूपमा प्रवेश गर्दैछौँ। हेर्न सक्नुहुन्छ यहाँ गेटले छोर्तेङ भन्छ क्या। यता त हामीलाई वेलकम गर्छ। लेट्स सी है त। हामी चाहिँ साङ्टाबाट 10 बजे हिँडेको, 11 नबज्दै अझै 10 मिनट चाहिँ 11 बज्न छेप्का आइपुग्यौँ। 1.5 घन्टा लाग्छ भन्थ्यो, तर हामीलाई चाहिँ 50 मिनटमै छेप्का आइपुग्यौँ। अब हामी यहाँ छेप्कामा हामीले खानाको लागि फोन गरेका थियौँ अलरेडी। अब हामी यहाँ छेप्का खाना खाएर अनि अगाडि बढ्छौँ। वेलकम टु छेप्का। यो चाहिँ छेप्का पुगिसक्यौँ हामी। हामी चाहिँ छेप्का आइपुग्यौँ। अब छेप्का खाना खान्छौँ। यहाँ चाहिँ होटेलहरू बन्दैछन्। राम्रो एकदम फेसिलिटीवाला होटेलहरू। 2-2.5 वर्षपछि आउनुपर्छ नि त। राम्रै
फेसिलिटीमा आउनुहुन्छ यहाँ चाहिँ। अब हामी चाहिँ यहाँ छेप्का आइपुग्यौँ। होटल नाफे एन्ड लज पुग्यौँ। हाम्रो खाना चाहिँ लालीगुराँस होटलमा छ अगाडि। लालीगुराँस होटलमा खाना खान्छौँ अनि हिँड्छौँ। सर हुनुहुन्छ सर, के छ थकाइ लागिरहेको छ? एकदम बिन्दास के थकाइ लाग्छ है रमाइलो भइरहेको छ। ल 11 बजे खाना खाएर हामी आधा घन्टा रेस्टपछि छेप्काबाट हिँड्यो। यहाँ चाहिँ टिबेटियन भाषामा खै के लेखेको छ चाहिँ गुम्बा आयो सुरु भयो चाहिँ। चाहिँ फुल चढाउनु पर्छ। फुल चढाउनु अब हामी छेप्काबाट हिँड्यौँ। यहाँ डाइमेन्सन बोर्डको अनुसार चाहिँ 8 किलोमिटर भनेको छ। 8 किलोमिटर चाहिँ लगभग 2 आवरमा हामी कम्प्लिट गरिहाल्छौँ। एकदम अलि हाम्रो हिँडाइ चाहिँ खास छ नि त। फेरि हामीभन्दा नहिँड्न सक्ने व्यक्तिहरूलाई चाहिँ 4 भन्दा बढी नै लाग्न सक्छ। किनकि हामी हिजो सोलीगाडमा चाहिँ हामीभन्दा अगाडि आएको ग्रुप चाहिँ अझै छेप्का पुगेको छैन कि उनीहरू आज चाहिँ छेप्का बस्छ होला सायद। भनेपछि अब हामी चाहिँ हिँड्छौँ। एकदम खोलाको कलकल आवाजसँगै हामी अगाडि बढिरहेका छौँ। सम्भवतः हामी ताल पुग्छौँ होला आज, पुगेन भने रिङ्मो र्याङ्ची बस्छौँ होला हामी। एकदम ट्रेलको बाटो यस्तो डाँडै डाँडा खोलाको तिरैतिर छ। ट्रेल चाहिँ यस्तो छ बब्बाल। म चाहिँ यहाँ छु, गाह्रो भएर मैले जुत्ता फुकालेर अहिले स्यान्डल लगाएँ। ट्रेल चाहिँ बब्बाल छ, दामी दामी दामी। एकचोटि घुम्नै पर्ने ठाउँ जिन्दगीमा। घुम्नु पर्यो साथीहरू, घुम्नु पर्यो। कहाँबाट 1 घन्टा हिँडिसकेपछि चाहिँ यहाँनिर चाहिँ यस्तो अनौठो ठाउँ छ, यस्तो भेट्यो। फेरि अर्को वुडेन ब्रिज क्रस गर्दैछौँ हामी चाहिँ। यो रुखहरू यति धेरै ठुलो छ नि, कुरै छडाउँ लगभग 200 मिटरभन्दा कम नहोला। अनि यो रुख चाहिँ ठुलो हुनुको कारण चाहिँ के रहेछ भन्दाखेरि मैले साइन्सको रिसर्चको एउटा स्टोरीमा पढाएको थिएँ। यो होचो ठाउँमा उम्रे पनि आफ्नो खानाको लागि चाहिँ घाम पानीको लागि चाहिँ एकदम छिटो फर्स्ट आउँछ र के बाढ्छ र के। अनि बढ्दै अनि यो घाम पानी आउने ठाउँसम्म चाहिँ रोकिन्छ र। अनि त्यसपछि यति धेरै टालेस्ट हुन्छ यो। यही रुख पनि 200 मिटरभन्दा कम छैन। अहिले चाहिँ एकदम रुखै रुख भएको ठाउँमा आइपुग्यो। रुख चाहिँ एकदम टालेस्ट छ। मैले स्टोरी भनिसकेँ अघि नै। यहाँ ओडार छ, मान्छेहरू बस्दो रहेछ हिउँदोमा, एकदम बवाल। करिब दिनको 1-1:30 बजे, 1:30 जति भयो। हामी चाहिँ सेडाक आइपुग्यौँ। यो चाहिँ सेडाकमा अब टी ब्रेक लिन्छौँ अनि त्यसपछि हामी र्याचीको लागि निस्किन्छौँ। यो चाहिँ सेडाक बजार। सेडाकमा छौँ अहिले हामी चाहिँ। यहाँ यसरी सिमीलाई दाल बनाउने गरिने रहेछ। यसरी चाहिँ दाल बनाइन्छ यहाँ चाहिँ। सेडाकमा एकछिन यो होटलको मालिक पेन्डुम लामा दाईको छोरा र दाईसँग एकछिन गफ गऱ्यौँ। अनि एकछिन गफेँ दाईसँग। दाईले भन्दै हुनुहुन्थ्यो तपाईँको पनि डबाट आउँदो रहेछ डोटी, हाम्रो डबाट डोल्पा एउटै रहेछ जिल्लाको पहिलो अक्षर चाहिँ भन्नुहुन्थ्यो। अब हामी सेडाकबाट र्याङ्चीको लागि निस्कियौँ। अब यहाँ हिँड्दैछौँ। बाटोमा चाहिँ अहिले चाहिँ गर्मी नै छ, घाम लगाएर बडी एकदम टेम्परेचरमा आएको छ नि त, त्यही भएर। सेडाकभन्दा 200 मिटर अलि अगाडि आइसकेपछि चाहिँ बाटो एकदमै उकालो छ, गाह्रो भइरहेछ।
पारी हेर्न सक्नुहुन्छ डाँडाहरू। हाम्रो एकजना सर चाहिँ थाकिसक्नु भएको छ। मेरो पनि सास फुलिरहेको। यो वेट चाहिँ ब्यागको वेट चाहिँ प्रति मिटर प्रति ग्राम बढिरहेको जस्तो लागिरहेको छ कि। सेफक्सुन्डोको ट्रेक चाहिँ आफैमा लोकप्रिय छ र यहाँनिर हल्का तल रहेछ बाटो चाहिँ। अहिले चाहिँ माथि कटिङ गरेर एकदम पुरै चाक्लो 6-5 फिटको बाटो भएको छ। यहाँ चाहिँ गोरेटो बाटो एकदम बपाल। यहाँनिर हिउँ परेको छ। एकजना हाम्रो धनगढीको साथी चाहिँ थाकेर अगाडि उभिनु भएको छ। यो ट्रेलमा चाहिँ फर्स्टमा चाहिँ आयो यस्तो खोला चाहिँ हामीले तल छोडिहाल्यौँ। खोला भन्दा केही नै भने 150 मिटर माथि छौँ र ट्रेलमा अहिलेसम्मकै सबैभन्दा भिडमा भएको बाटो चाहिँ बल्ल आइपुग्यो। लेट्स सी अगाडि कस्तो छ हेर्दै जाऊँ है त। यताबाट मजाले हिउँ परे पनि देखिन्छ। पारी पनि ठाड्डै उकालो छ क्या। त्यहाँ माथिबाट तल हेर्ने हो भने एकदम 90 डिग्रीको उकालो छ। हामी यहाँ भिरको बाटो छ भने यहाँ भिर चाहिँ यस्तो डेन्जर छ। यहाँबाट खस्यो भने त्यहाँ नदीमा सिधै यस्तो भिर छ। त्यहाँ पर अलिकति हिउँ परेको छ। भिरको बाटो यस्तै छ हजुर। यहाँ पारि चाहिँ यस्तो डेन्जर चट्टान छ। यस्तो डेन्जर भिर छ नि पारि। यहीँनिर छ क्या यो बाटो हाम्रो। हामी हिँडिरहेको छौँ भने यहीँनिर भिर छ। अनि यो खोजमा चाहिँ फेरि खोला छ। यहीँ खोजमा तल चाहिँ यहाँबाट खोलै देखिन्न। जिन्दगीमा सङ्घर्ष चाहिँ हामीले यो रुखहरूबाट सिक्न सक्छौँ। यो रुखहरू हेर्नु न यस्तो भिरमा पनि यस्तरी सङ्घर्ष गरेर आफू बाँचिरहेको छ। एउटाबाट डिल गर्न हानिसकेपछि चाहिँ यहाँनिर एउटा बबाल ठाउँ आयो। यो चाहिँ सबै एकदम सोसल मिडिया टिकटकतिर भाइरल भएको ठाउँ। तर अहिले पानी चाहिँ कम भएर त्यस्तो रमाइलो देखिया छैन होला। अहिले चाहिँ हामी यो बब्बाल ठाउँमा आयो। यो ट्रेलमा चाहिँ एकदम रमाइलो हो। अक्टोबर महिनातिर आउँदाखेरि चाहिँ एकदम रमाइलो देख्छ। अहिले पानीको लेभल चाहिँ लो छ। यहाँ तटबन्धन गरेर बाटो बनाइएको रहेछ। यही बाटोमा हामी अहिले हिँड्दैछौँ। अब हामी लगभग अप्पर डोल्पाको सिमाना अप्पर डोल्पातिर पुग्न लागिसक्यौँ। बर्खामा यता पानी नै आउँदो रहेछ। एउटा रहेछ बबाल ठाउँ छ। सेडाकबाट करिब 1.5 घन्टा हिँडिसकेपछि हामी चाहिँ यहाँ र्याची त होइन होला यो टी हाउस भएको ठाउँ पुग्यौँ। लोकल कुखुराहरू छ यहाँ टन्नै मासु खाने भए। अनि र्याची आइपुग्यो। र्याची लेखेको छ त हो र। कति लाग्छ अब र्याची पुग्न दाइ? कति लाग्छ र्याची पुग्न हो र? यो ठाउँको नाम के हो त? र्याची नै हो। खालि टी हाउस मात्रै है। कुरामा सबैभन्दा रमाइलो लाग्ने कुरो भनेको यो माथिबाट फर्किने मान्छेहरूलाई चाहिँ अब तलबाट गइरहने मान्छेले कति टाइम लाग्छ भनेर सोध्ने कि। सेडाकबाट 1:41मा हिँडेको हामी 3:41 2 घन्टामा चाहिँ र्याङ्ची पुग्यौँ। अब लेट्स सी र्याङ्ची हामी यहाँ खोला क्रस गर्दैछौँ। यहाँ चाहिँ सस्पेन्डेड ब्रिज रहेछ। पारि चाहिँ र्याङ्ची। अब खाजा खान्छौँ अनि चाहिँ लाग्छौँ हामी। लेट्स सी गाइस।
बबाले हुन्छ माथि। फाइनल्ली सेडाकबाट 2 घन्टापछि रान्ची भिलेज आइपुग्यो। रान्ची राँचीमा एकछिन रेस्ट गरिसकेपछि हामी चाहिँ ताप्रिजाको लागि अगाडि बढिसक्यौँ। अब लेट्स सी कति टाइम लाग्छ हामीलाई ताप्रिजा पुग्न चाहिँ। थकाइ चाहिँ अलि बेसी नै लागिसकेको छ। आज झरना होटल बास हुन्छ होला सायद। गाह्रो छ अवस्था, कति बेला हावा चल्छ, कति बेला कामले पोल्छ, यस्तै छ अवस्था। हाम्रो 2 जना सरहरू पछाडि आउँदैछ थकाइ लगाएर। धनगढी र दादिङको हामी चाहिँ यहाँ छ। फर्किने मान्छेहरू पनि राख्नु भएको छ। मिर्सी अब सिन्धुवा हो कि खै के चेकपोस्ट पुग्छ अरे अब हामी आधी 1 घन्टामा। लेट्स सी। आज हामीले के अरे आज 10-12वटा काठे पुलहरू तर्यो होला हामीले। अझै तर्दैछौँ, हेरौँ अझै कति तर्नुपर्छ। राङ्चीबाट 1 घन्टा हिँडे जस्तो, 1 घन्टा जति हिँडेपछि अहिले म चाहिँ ताप्रिजा भन्ने ठाउँमा आइपुगेँ। त्यो ताप्रिजा भन्ने ठाउँ हो। अब हामीले यहाँबाट आधा घन्टा हिँड्यो भने चाहिँ झरना होटल पुग्छौँ। लेट्स सी, हिँड्दैछौँ कहाँ पुगिन्छ। सब होटलहरू बन्द छ। सम्झना होटल, साइजल, हेर्दैछौँ। फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र चाहिँ यसरी जङ्गली बाख्राहरू चरिरहेको पनि देख्न सक्छ। देख्न सक्नुहुन्छ जङ्गली बाख्राहरू मजाले चरिरहेछ। आएर हामी चाहिँ झरना होटलमा बसेको छौँ। यहाँ झरना होटलमा अब यहाँ बसिसकेको छौँ। जो डे 3 हामी चाहिँ झरना होटलबाट हिजो यता स्टे गरेका थियौँ। आन्टीले मिठो खाना खाउनुभयो। अब झरना होटलबाट हामी चाहिँ सेको लागि निस्क्यौँ। आज डे 3 गाइस। हिँडेको चाहिँ डे 2 हो। हिजो हामी चाहिँ सुलीघाटदेखि 10 घन्टा हिँडेर यहाँ झरना होटल पुगिदिएको। अब ताल नै पुग्ने भनेको सकिएन। लेट्स सी, हेर्दै जाउँ। हामी चाहिँ ताप्राङ झरना होटलबाट हिँडिसकेपछि चाहिँ यस्तो राम्रो सिनहरू देखिँदैछ। अब चाहिँ सेफोक्सुन्डोको चाहिँ वाइल्ड उकालो चाहिँ अब आउँछ। त्यो डाँडा पार गर्नुपर्ने छ। अब चाहिँ हामीले त्यो डाँडाको टुप्पै हिँडेर जानुपर्ने छ यताबाट। अब चाहिँ हामी उकालो उक्लिनु पर्ने ठाउँमा आइपुग्यौँ। त्यो कुनाको कर्नरबाट चाहिँ उकालो उक्लिनु पर्छ। लेट्स सी हामीलाई कति टाइम लाग्छ यो उकालो चढ्न। अब चाहिँ वाइल्डै उकालो आएछ, तर उकालो खासै छैन। त्यो चौतारी पुग्नै हामीलाई 1-1.5 घन्टा लाग्छ भन्छ यहाँको लोकलले चाहिँ। अब हेरौँ कति लाग्छ। त्यो चौतारी से उक्लिने उकालो लास्टै गाह्रो उकालो चाहिँ यही हो। हामीले त्यो माथि पुग्नुपर्ने छ अहिले चाहिँ। लेट्स सी त्यहाँ गर्दा फेरि कत्रो उकालो आउने हो। झरना होटलबाट 40 मिनट हिँडिसकेपछि हामी चाहिँ यो रेस्टिङ पोइन्टमा आइपुग्यो। बबाल हिमाल छ। अब चाहिँ हामी यहाँबाट त्यो पारि देखिरहेको बाटो, यो बाटो हुँदै त्यहाँ माथि
त्यो पोइन्टसम्म जान्छौँ अनि त्यहाँदेखि फेरि उकालो छ अरे लेट्स सी फोक्सुन्डो आउँदाखेरि पछि आउने मान्छेहरू डराउँछ भनेर कतै खोज्दा पनि यो भिडियोमा यो उकालो चाहिँ देखेन यो उकालो चाहिँ अल्टिट्युड बढ्दै जाने भएर अलि सास फुल्छ त्यही भएर हो नत्र उकालो त्यस्तो खासै छैन मजाले चढ्न सकिन्छ अहिलेसम्म चाहिँ माथि कस्तो छ हेरौँ लेट्स सी गाइज बब्बाल घाम लाग्यो अहिले चाहिँ अब घाममा चाहिँ हिँड्न गाह्रो हुन्छ अलिकति अब हेरौँ कस्तो हुन्छ हामीले चाहिँ दोस्रो चरणको उकालो उक्ल्यौँ उकालो चाहिँ त्यहाँदेखि हामी चाहिँ यहाँबाट यहाँ सर्टकट निस्केको तर यहाँ लामो बाटो पनि छ लामो बाटो युज गर्नु पनि सक्नुहुन्छ तपाईँहरू एकदम सर्टकट बाटो चाहिँ उकालो छ एकदम टाढो लामो बाटो चाहिँ तेर्सो तेर्सो छ लेट्स सी अब अगाडि गएर कस्तो छ हेर्नु बाटो होटेलबाट हिँडेको 1.5 घन्टापछि चाहिँ हामी यहाँ सुलीघाट झर्ना आइपुग्यौँ यो चाहिँ सुलीघाट झर्ना हो लेट्स सी फोक्सुन्डो तालबाट झरेको पानीबाट बनेको सुलीघाट झर्ना हामी दायाँ साइडमा राख्दै निरन्तर अगाडि बढिरहेका छौँ र यहाँनिर यस्तो छ बाटोको अवस्था देख्न सक्नुहुन्छ भने झर्ना होटल भ्यू पोइन्ट झर्ना चाहिँ यस्तो छ त्यो पारिबाट हामी चाहिँ यो भिरको बाटो भिर छाम्दै छाम्दै आएको यहाँसम्म अब लेट्स सी गाइज यहीँनिरै सुलीघाट झर्ना छ देखिरहेको छ कि छैन म देखाउँछु यहीँनिरै अब रेन्जर यहाँ यस्तो बाटो छ फोक्सुन्डो यहाँ तल यस्तो भिर छ हेर्नु त यस्तो भिर छ भने यहाँ यस्तो भिरको बाटोमा बसी जानु परेको छ यहाँनिर चाहिँ आरसिसी पुरै भिड रहेछ पुरै आरसिसी गरिरहेको छ यसको यो कुराको लागि चाहिँ गभर्मेन्टलाई एप्रिसिएट गर्नुपर्छ हामीले लोकल गभर्मेन्ट हो या टुरिज्म बोर्ड हो जोसुकै भए पनि यो कुरामा चाहिँ एप्रिसिएट गर्नै पर्छ झर्नानिरको भिड काटिसकेपछि चाहिँ पुरै धोपी सल्लाहको जङ्गल चाहिँ आयो अब चाहिँ आधी 1 घन्टामा पुग्छ होला हामी से चाहिँ अब हामी बाटो तेर्सो बाटो आयो अहिले चाहिँ यहाँनिर यो भोजपत्र छ भोजपत्र पहिला कागज नहुँदाखेरि यसमै लेखिन्थ्यो अरे हाम्रो पुर्खजहरूले भिलेज नजिक पुग्दै गर्दा चाहिँ याक भेट्यो मेरो चाहिँ जीवनमा पहिलोपटक याक देखेँ मैले चाहिँ देख्न सक्नुहुन्छ सबैको बिमा रहेछ फर्स्टचोटि याक देखेँ मैले चाहिँ से यात्रामा याकको बथान छ बथान 100-150 वटा गइसक्यो 100-150 वटा आउँदैछ रिग्मो भिलेज नजिक पुग्दैछ हामी झर्ना होटलबाट हिँडेको 2 घन्टामा चाहिँ हामी रिग्मो आइपुग्यौँ बल्ल यहाँ चाहिँ रिग्मो आइपुग्यौँ अब रिग्मो भिलेज अब चाहिँ हामी खाएर अनि घुम्छौँ हामी चाहिँ यहाँ छोर्तिङ आइपुग्यौँ छोर्तिङमा चाहिँ ग्राउन्ड लाउनुपर्छ यो हिमालय जिल्लाहरूमा चाहिँ किनकि उहाँहरू तिब्बतियन अनि लामाहरूको चाहिँ अनुसार चाहिँ बाहिरबाट आएको मान्छेको मनभित्र रहेको नकारात्मक कुराहरू चाहिँ यहीँ रहेर एकदम पोजिटिभ भाइब्स मात्रै भित्र जाओस् भन्ने हुँदो रहेछ ठिक छ नमस्ते रिग्मो भिलेज घुम्दै हामी चाहिँ फाइनल्ली गाइज वेटिङ इज सबै कुरा त्यत्रो त्यो 407 किलोमिटर बाइक राइड अनि हिजोको 10 घन्टा आज 2 घन्टा हिँडेको दुःख कष्टहरू सब भुलेँ मैले यो एक झलकले वाउ फाइनल्ली हामी चाहिँ फोक्सुन्डो लेक आइपुग्यो लेट्स मोर एक्सप्लोर फोक्सुन्डो लेक आइपुग्यो फाइनल्ली अब चाहिँ हामी लेकको छेउमै जान्छ अगाडि गएर
यस्तो डेन्जर हावा चलिरहेछ यहाँ यहीँनिर हिमाल छ पुग्यो हामी चाहिँ से फोक्सुन्डो लेकको छेउमा छौँ एकछिन हामी तालै नजिक गएर देखाउँछौँ तपाईँलाई एकदम बबाल निलो देखिया छ मैले निलै लाछु मैले चाहिँ निलो बबाल छ बबाल हेर्न सक्नुहुन्छ उता हिमाल यस्तो टल्किरहेछ यता सट्ट यहाँ ताल छ यही हेर्नलाई हामीले यत्रो दुःख गरेर 4 दिनको दुःख गरेर आइपुगेको पानी यति सफा छ कुरै छोडौँ पानी यति सङ्लो छ नि म पहिला रारा जाँदाखेरि पनि रारामा पनि यति सफा नै थियो तर यहाँ पनि एकदम सफा नै छ हेर्न सक्नुहुन्छ से फोक्सुन्डो लेकको पानी निकास हुने ठाउँतिर हामी जाँदैछौँ फोक्सुन्डो लेकबाट निस्केको खोला चाहिँ यही नै हो यहाँबाट क्रस गरेर खोला चाहिँ यहीँनिरबाट निस्केछ यसरी बर्खायाममा अलि पानीको बहाव बढ्छ होला अहिले चाहिँ कमै छ ल हेर्नुहोस् दिउँसो 3 बजे फेरि ताल आइपुगेको छौँ हामी खाना खाएर 1-1.5 घन्टा सुतेर रेस्ट गरेर अहिले चाहिँ फेरि पुरै बादल लाग्छ तालको स्वरूप नै चेन्ज भएको छ अहिले चाहिँ यता घाम लाग्छ भने उताको हिमालमा चाहिँ पानी पर्ला जस्तो भइसकेको छ लेट्स सी गाइस हामी गुम्बा जान्छौँ चिसो चाहिँ कति छ अब गुम्बाको भिडियो गुम्बा एक्सप्लोर गर्छौँ गुम्बा देखाउँछु तपाईँहरूलाई लेट्स सी गाइस गुम्बा गइरहेछौँ हामी चाहिँ अब से फोक्सुन्डो तालबाट चाहिँ निस्किने नदी चाहिँ यही हो हामी चाहिँ से फोक्सुन्डोको किनारमा भएको गुम्बामा जाँदैछौँ अहिले त्यहाँ पारि गुम्बा छ भने हामी यताको बाटो भएर जाँदैछौँ अब चाहिँ हामी गुम्बा आइपुग्यौँ यो चाहिँ गुम्बा स्ट्रक्चरहरू भत्किसक्यो यार त्यहाँ माथि डाँडामा पनि भ्यू पोइन्ट छ हामी गुम्बा आइपुग्यौँ यहाँ चाहिँ के रहेछ भन्दाखेरि यहाँ चाहिँ यहाँ लुङ्टा र झन्डा जन्तर साथै कफी पनि पाइन्छ से फोक्सुन्डो गापा 8 डोल्पा गुम्बा चाहिँ बन्द रहेछ यता हिमालको काखमा छ एउटा गुम्बा साह्रै राम्रो गुम्बा परिसर यस्तो रहेको छ अहिले चाहिँ मान्छे कोही पनि छैन यहाँ कोही पनि नहुँदो रहेछ एकदम सुनसान छ एकदम सुनसान छ यहाँ कति पुरानो घरहरू होला है 100-150 वर्ष पुरानो त होला 5:30 भयो पानी पर्न थाल्यो से फोक्सुन्डोमा अब हिउँ पर्छ होला सायद पारेको हिउँ पर्छ परिरहेछ पानी पर्यो रेग्मो भिलेजमा चाहिँ त्यहाँ पारि चाहिँ हिउँ पर्दैछ त्यहाँ हिमालमा चाहिँ माथितिर चाहिँ देखिरहेन अहिले पानी पर्यो 6 बजी बेलुकाको
पुरै पानी पर्दैछ यहाँ माथि चाहिँ। यहाँ अलिअलि पानी पर्दैछ, त्यहाँ हिउँ पर्दैछ होला सायद। भन्दै फाइनली स्नोफल भएको छ डोल्पामा चाहिँ। यहाँ चाहिँ बबाल माथितिर चाहिँ अलिक बढी नै होला। रातभरि यति पऱ्यो भने त धेरै बाक्लो हुन्छ बिहानसम्म। स्नोफल टाइम, स्नोफल भइरहेछ बब्बल। स्नो चाहिँ नपर्दै हुन्थ्यो, हिँड्न गाह्रो हुन्छ भोलि हामीलाई बाटोमा। तर जमिनमा चाहिँ अहिले जमिया चाहिँ छैन, टेम्परेचर हाई नै छ नि त, तर बबाल परिरहेछ। चिसो भइसकेपछि हामी यहाँ यसरी चुलोमा आगो बालेको छ भित्र, माथि हिउँ पर्दैछ, मजाले आगो तापेर बसिरहेछौँ हामी चाहिँ। 6:30 जति भयो, कति बज्यो? 7 बज्यो होला। तातो भएको छ। गुड मर्निङ एभ्री वान फ्रम रिक्मो भिलेज, डे 4 आज चाहिँ। रिक्मो भिलेजमा हिजो पानी पऱ्यो, यता पारि हिउँ पनि परेको छ, बबाल रमाइलो छ। अब चाहिँ हामी भ्यू पोइन्ट जाँदैछौँ। एकछिन चाहिँ त्यतैको भ्यू देखाउँछौँ। बिहानी पखको हिमालको सुनौलो, हिमालमा सुनौलो किरण परिसकेको छ घामको। अनि तालको अवस्था यस्तो छ बिहानी पख। लेट्स सी गाइज, हामी चाहिँ भ्यू पोइन्ट जाँदैछौँ। त्यति गएर हेरौँला सबै कुराहरू। हिजो बेलुका स्नोफल भएको थियो सेमा चाहिँ, अनि माथि माथि छ, अहिले चाहिँ यहाँ तल चाहिँ चिसोले पुरै तुसारो जमे जस्तो भएको छ कि। सेफोक सुन्डो लेकको यो भ्यू पोइन्ट जाने बाटो देख्दाखेरि मलाई चाहिँ बचपनको याद आयो। 3-4 क्लासमा पढ्दाखेरि होला, त्यो पनि किप्याड मोबाइलमा क्याराबन मुभी हालिदिएको थियो कि एकजना दाइले। अनि त्यो मुभी नबुझ्ने चाइनिज मुभी, तै पनि हेर्थ्यो कि। त्यो मुभी हेऱ्यो होला कसम 50-60 चोटि। आज मैले त्यो बेला सोचेको पनि थिएन यो ठाउँ पुग्छ भनेर, आज यो ठाउँ पुगियो। अब त्यो बाटो पन्छ्याउँदै हिँड्दैछु म। हामी चाहिँ भ्यू पोइन्ट जाने क्रममा छौँ। तालको सेप चाहिँ यता खोजमा छिरिएको छ, उता गएको छ, यस्तो छ। बाटो चाहिँ एकदम रेलिङ हालिएको छ यहाँ। भने भिड देखाउँ तपाईँहरूलाई। यहाँबाट खस्यो मान्छे तालमा होस्दै, तर यति ब्युटिफुल छ नि, शब्दहरू कम पर्छ होला क्या वर्णन गरौँ भन्दाखेरि। भ्यू पोइन्ट जाने क्रममा हेर्दा हेर्दै जङ्गलको बाटो आइपुग्यो। अनि हाम्रो साथी चाहिँ उता पछाडि छ, ऊ त्यहाँ छ साथी। अनि लेट्स हामी जाँदैछ अब। भ्यू पोइन्ट 3 सम्म चाहिँ 2 देखि 1 आवर लाग्छ अरे, अनि 2 पुग्न 1 आवर लाग्छ अरे। लेट्स सी, घाम पनि ठ्याक्क हामी माथि पुग्छ, अनि तालमा घाम पर्छ। बबाल हिउँदेखि यो हिमाल छ, हेर्नुहोस् गाइस यहाँबाट। आइज हाम्रो साथी आउँदैछ पछाडि। भ्यू पोइन्ट जाने क्रममा देखिएको हिमाल, त्यहाँ चाहिँ सानो खोला पनि रहेछ, तर चाहिँ पानी चाहिँ छैन तल। अनि हाम्रो यो सेफोक सुम्दो लेक चाहिँ हाम्रो पिछा छोडेको छैन। के अरे रिक्मो भिलेजदेखि हामीसँगै आएको हो, पछि अब हामीसँगै फर्किन्छ होला। अगाडि अगाडि हिँड्दैछ हाम्रो। हिउँ परेको थियो, तलतिर चाहिँ पग्लिएको छ, माथितिर भ्यू पोइन्टतिर चाहिँ यस्तरी रुखमा चाहिँ हिउँ जमेर बसेको छ। अब घाम लागेपछि मात्रै पग्लिन्छ होला। यो चाहिँ लास्ट चिसो छ अहिले माथि चाहिँ। अहिले चाहिँ हामी 3600बाट करिब 37-50 चढिसक्यौँ। देख्न सक्नुहुन्छ हिउँ। हामी चाहिँ रिक्मो भिलेजबाट हिँडेको हो, त्यो देखिरहेको बाटो आएर हुँदै 1 घन्टामा चाहिँ भ्यू पोइन्ट 1 नम्बरमा पुग्यो। यहाँ चाहिँ पुरै हिजो यहाँ बस्ने ठाउँमा पुरै हिउँ परेको छ, यस्तो बबाल छ।
अनि यहाँ चाहिँ फोहोर फाल्ने ठाउँ रहेछ। तपाईँहरूले आफ्नो युज गरेको फोहोर चाहिँ सम्बन्धित ठाउँमा मात्रै फाल्नु होला यसरी, अन्यथा तपाईँमा सभ्यता भन्ने हुन्न। यहाँबाट देखिने भ्यू चाहिँ यही हो। त्यो हिउँ चाहिँ एन्टी परिरहेछ अहिले चाहिँ खासै बबल देखेन। अब हामी भ्यू पोइन्ट 2 मा जान्छौँ। भ्यू पोइन्ट 1 बाट भ्यू पोइन्ट 2 चाहिँ हामी 20 मिनटमा आइपुग्यो। यहाँबाट देखिने नजारा चाहिँ यही हो। तालको भ्यू, रिगमा भिलेज। दुई नम्बर भ्यू पोइन्टबाट अब हामी चाहिँ 3 नम्बर भ्यू पोइन्ट लाग्दैछ। 1-1.5 घन्टा लाग्छ रे। लेट्स सी, हेर्दै जाउँ कति समय लाग्छ। हामीले चाहिँ थकाइ पनि लागिरहेको, सास फुलिरहेको, हाइट बढ्दै गइरहेको नि त। हामी चाहिँ भ्यू पोइन्ट 3 पुग्नु लाग्यो। अब चाहिँ वाईको एउटा भाग चाहिँ देखियो, एउटा भाग चाहिँ उता पर गएपछि देखिन्छ होला। लेट्स सी, हेर्दै जाउँ। हावा चल्दैछ, गर्मी हुँदैछ। हेर्दाखेरि चाहिँ एकछिन बस्यो भने पसिना सुक्यो भने चाहिँ जाडो हुँदैछ लास्टै। बबाल है, बबाल। यो चाहिँ भ्यू पोइन्ट 3 बाट देखिने सेफोक्सुम्दोको भ्यू हो। हेर्नु सक्नुहुन्छ। 3 भन्दा हामी थोरै अगाडि आएको। त्यो वाई देखिन्छ कि भनेको एउटा बाटो चाहिँ अलि भित्र नै रहेछ, त्यहाँ ओह्रालो भएर गएनौँ। 3 चाहिँ उता डाँडानिर हो। अब हामी 3 को भ्यू देखाउँछौँ। यो चाहिँ भ्यू पोइन्ट 3 बाट देखिने सेफोक्सुम्दोको भ्यू हो। हेर्नु सक्नुहुन्छ। 3 भन्दा हामी थोरै अगाडि आएको। त्यो वाई देखिन्छ कि भनेको एउटा बाटो चाहिँ अलि भित्र नै रहेछ, त्यहाँ ओह्रालो भएर गएनौँ। 3 चाहिँ उता डाँडानिर हो। अब हामी 3 को भ्यू देखाउँछौँ। यहाँनिर चाहिँ यो खच्चरहरू आइरहेछ। यो चाहिँ अप्पर डोल्पा जाने खच्चरहरू हो, घोडाहरू हो। उहाँलाई चाहिँ अझै 3-4 दिन लाग्छ अरे अप्पर डोल्पा पुग्न। कति गाह्रो छ। हामीलाई 2 दिन लाग्यो दुनैबाट ताल पुग्नु भने चाहिँ तालबाट अझै 4-5 दिन लाग्छ अरे अप्पर डोल्पा पुग्न। केही गर्नु पर्यो सरकार। अप्पर डोल्पा जाने दोधरा छार्का बोट त्यतै हो है? साल्टाङ। कति दिनमा पुग्नुहुन्छ? 3 दिनसम्म लाग्छ। बाटोमा बास चाहिँ हजुर ओडारमा। अब चाहिँ हामी 3 नम्बर पोइन्टबाट फोटो भिडियो खिचेर के अरे फोक्स तालको पुरै भ्यू हेरेर फर्किँदैछ। हामी चाहिँ 2 नम्बर भ्यू पोइन्टबाट हो तल जस्ता लागेको ठाउँमा 1 नम्बर भ्यू पोइन्ट झर्दैछ। हामी चाहिँ अब फर्किन लागेको सबै भ्यू पोइन्टबाट 1 भन्दा पनि तल आइसक्यो। यहाँनिर चाहिँ बब्बल ठाउँ रहेछ। यता चाहिँ सोर्स रहेछ अलिकति पानीको। अनि पारि चाहिँ रिङ्मो भिलेज छ भने बब्बल हिमाल छ। ताल निलो छ एकदम। लेट्स सी। अहिले चाहिँ 12:25 भयो। हामी चाहिँ यो हिमालयन होटल एन्ड लजमा बसेको थियो। अब चाहिँ हामीले खानासाना खाएर अब रेडी फर द ब्याक टु होम। हामी फर्किसक्यौँ। 2 दिनसम्म ताल घुम्यौँ। ओके, होप तपाईँहरू भिडियो हेरेर मन पराइदिनु हुनेछ। मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। थ्याङ्क यू, धन्यवाद। बाई बाई रिग्मो।